मासु ल्याउँदाखेरि थोरै पुगेन हो नपुगिसकेपछि अब हामीले शिकार खेल्नु पर्ने भयो यो जंगलमा गएर शिकार खेल्छौं शिकार खेलिसकेपछि त्यहाँबाट हामी केही मासु ल्याउँछौं त्यहाँबाट बुझ्यौ जनावरहरू मारेर ल्याउँछ जनावरहरू एकदम बसिरहेछन् पुरा बुझ्यौ नि हो त्यसलाई ल्याएर पकाएर भुटेर खानुपर्ने हुन्छ सुन है अनि त्यो भुटेर खानुपर्ने हुन्छ भुटेर खानको लागि अब अलिकति हामीलाई मासु थोरै पुगेन क्या हो त्यही भएर शिकार खेल्नु पर्नेछ शिकार भनेको त्यो उपेन्द्र दाई बस्नु भएको छ त्यहाँदेखि उता जाने बाटै बाटो 1300 जाने बाटो छ है त्यहाँ 1300 जाने बाटो छ उपेन्द्र दाई अगाडि अगाडि हिँड्नुहुन्छ उपेन्द्र दाईले यहाँदेखि यता चाहिँ बाघ भालुहरू छ त्यो बाघ भालु रुखमा पनि हुन सक्छ भुइँमा पनि हुन सक्छ ओडारमा लुकेको पनि हुन सक्छ सुनै सुन एकदम होसियारले बाघ भेट्दाखेरि फेरि भयो गऱ्यो भने हुन्छ त्यही भएर सुन जसले धेरै ल्याउँछ उसलाई 150 प्राइज फर्स्ट प्राइज दोस्रो ल्याउनेलाई 100 रुपियाँ तेस्रो ल्याउनेलाई 50 रुपियाँ सबैले बुझ्यो रियल भालु फेक भालु त्यही गरेर थाहा हुन्छ भेटेपछि थाहा भइहाल्छ नि तर तिमीले एकदम मेहनत लाएर खोज्नुपर्छ तलदेखि माथिसम्म खोज्नुपर्ने हुन्छ है अब यहाँबाट मैले सिडी बजाउँछु सिडी बजाएपछि गएर खोज्ने आफूले भेटेको सुरक्षित ल्याएर दिने हात्ती भेट्यो भने चाहिँ चान्स बढी छ है फर्स्ट कुखुरा पनि भेटो कालिस पनि भेटो मृग पनि भेटो यति लिएर आयो भने त्यसको भरे टोटलिङ गर्दाखेरि मार्न चाहिँ हातले हो होइन लाटले पनि हान्नुपर्ने हुन्छ कहिले कहिले अब उडी फ्लाइङ कसले हान्नुपर्ने हुन्छ ढुङ्गाले हान्न पाइन्छ ढुङ्गा टिपेर चाहिँ नहान है साथीलाई लाग्छ नि यदि बाघ ह गरेर आउँछ ढुङ्गा हान्यो तर मलाई जहाँसम्म लाग्छ त्यो बाघले ह गर्दैन त्यही भएर हजुर त्यो मारेर ल्याएर हामी यहाँ पकाएर खाने हो तिमीलाई मार्दैन ढुकाउन म छु त्यसको कराटे किङ हो नि त ल सुन्ने त यहाँ सुन्ने ओइ यहाँ यो 1300 जाने बाटो छ त्यो बाटोको मुनिपट्टि र माथिल्लोपट्टि छ है अनि त्यो परतिर अलिकति त्यो धस्केको छ पहिरो जस्तो त्यो पहिरो भन्दा ओरतिर सम्म मात्र छ उता जानु परेन ओरतिर मात्र तलतिर र मासतिर छ दुईतिर 1300 जाने बाटो छ मुनतिर अन्तदेखि मासतिर धेरै तल पनि छैन मासतिर पनि जानु पायो मुनतिर ओए छिटो जाऊ ल शिकार खेल्ने ओए छिटो जाऊ भुइँतिर खोज्दै हिँड्नु पर्यो नि त अनि उहाँ केटाहरूले उडाइसक्यो सबै तल तल पुगिसक्छ केटाहरू के भेटायो खोइ उसले एउटा खोइ देखा के मार्यो तिमीले बाँदर के बाँदर सोफियाले के मार्यो मृग मारेछ है बाँदर कस्तुरी मारेछ
20 केजी मात्रै लु त्यति सक्यो ल सिकार सक्यो जस्तो छ 20 केजी कति केजी मार्यो खोइ तैँले कति केजी मारिस् थुक्कै यसले त सिकारै गरेन नजाने कति केजी मारिस् तैँ भाइ के मारिस् तैँले के मारिस् है भाइ के मारिस् तैँले के मारिस् भाइ के मारिस् भन् न यसले त सर्प पो मारेछ त वन कुखुरा मारिस् के मार्यो ओ भाइ के मारिस् तैँले त्यसले हात्ती मारेछ 200 केजी को मनिष दुईटा हात्ती मारो फेरि हात्ती मारेछ को त्यो यो भाइ कतिवटा हात्ती मारो यसले 3टा हात्ती मारेछ 600 त भइगयो अर्को मारेछ के हो काले के हो कस्तुरी 25 केजी सबैले मारेछ नि भागो कालिस मारेछ फेरि 5 केजी वन कुखुरा 5 केजी मनिषले धेरै मारेछ मनिषले सम्झिरहेको भाइ 680 यसको जोसनको हात्ती मरेछ 200 आमा बाघ मरेछ 250 अनि खरायो मरेछ 4 केजी अर्कोले अर्को 55 केजी तेरो हाम्रो जोडी राख सम्झिरहेको कति केजी नफेल यताले 50 केजी यहाँले 5 केजी यसको जोडौँ है यसको जोडौँ मासु चाहिँ सबै डेनी सरले मात्रै खायो तिमीहरू 50 केजी 5 15 फेरि 5 अर्को 10 885 तेरो जोडी सुन्नु 885 को 885 फेरि धेरै भएर बमिन आउनु खोज्छ यो 35 केजी परेन ले यसको हेरौँ कि साथीको मिलाएर ल्याइस ल 25 केजी अनि 40 केजी हात्ती हरिण छ 40 5 केजी 3 केजी बादर मारेछ 10 केजी 10 कसले मार्यो यो चाहिँ कनम कुन चाहिँ कनम कसको यो रोइदिएको ल ल यसको जोडौँ है ल यो त 1 नम्बरको सिकारी हो क्या 50 केजी 50 40 अर्को 200 केजी 200 केजी हात्तीमा हरिण 40 3 केजी सर्प अरू पनि छ 5 केजी 50 केजी धेरै मारेर सानो जनावर मारे कि हो अरू पनि छ 50 केजी
अर्को 4 केजी के हो 4 केजीको चाहिँ अर्को लास्ट अर्को पनि 4 केजी फेरि अर्को 4 केजी कतिको 491 491 केजी अब थार्को भयो खोइ तपाईले खोइ 80 तेरो ल सबैभन्दा धेरै को फर्स्ट हुन सफल आमा सानो मान्छे भए पनि खतरा गरेछ त भन्नु 680 मारेको छ उसले 680 सफल केजी रोहितको कति 491 केजी को अनन्त कति केजी 228 केजी ल केटाहरु खतरा सिकारी तालिम अब फर्स्टलाई 150 यसलाई 100 यसलाई 50 यसले 50 कति यसलाई 150 ए यसको 290 रहेछ ल सानो ल ठिक ए यो ल 290 यो थर्ड भएछ है यसको प्राइस अहिले 100% सँगै हुन्छ एकछिनमा अहिले यसमा दिन्छु अहिले खुजुरा छैन कि 100% हुन्छ अब 100% छ एउटा अब खाना खाना हिँड्ने